नमस्कार। आज जेठ 19 गते स्वर्गीय महाराजा वीरेन्द्र वीर विक्रम शाहदेवको 25औं पुण्यतिथि। यो भिडियो मैले राजा र प्रजाको हैसियतमा मात्र बनाउन लागेको छैन। एउटा समय मैले राजा वीरेन्द्रको शाही पार्श्ववर्तीको रूपमा रहेर नजिकमा बसेर काम गर्ने सो अवसर पाएको थिएँ। त्यस समयमा मैले चिन्ने, देख्ने र अनुभव गर्ने जुन सो अवसर पाएँ, त्यसैको आधारमा यो भिडियो तयार भएको छ। आज मसित एकजना युवा साथी हुनुहुन्छ, इनिसा भट्टराई। उहाँले सबै युथ जेनेरेसनको प्रतिनिधित्व गरेर जिज्ञासाहरू लिएर आउनु भएको छ। यही जिज्ञासामा आधारित भएर मैले उहाँलाई राजा वीरेन्द्रको बारेमा परिचय गराउनेछु। सर, मलाई साँच्चीकै नै राजा वीरेन्द्रको बारेमा थाहा पाउन एकदमै उत्सुकता छ। यहाँले यति नजिकसँग उहाँसँग काम गर्नु पर्यो, कस्तो अनुभव रह्यो हजुरको काम गर्दाखेरि? बिल्कुलै सामान्य, सरल र साह्रै नै सोझो प्रवृत्ति। एउटा राजा भएर पनि आम नेपाली जनताको व्यक्तित्वबाट र उनीहरूको व्यवहार रहन सहनबाट प्रभावित भएको व्यक्ति जस्तो मलाई लाग्छ। र त्यसमा चाहिँ के भने राजा वीरेन्द्र जुन पर्सनालिटी छ, उहाँको दवाई खवाई यति सामान्य थियो कि त्यसमा कुनै विलासिता झल्किँदैन। सामान्य एउटा कमिज सुरुवालमा जुवारी कोट लगाउने, ढाका टोपी र पैरमा लगाउने जुत्ता पनि नेपाली घरेलुमा बनेको मखमलको कपडाको जुत्ता लगाएर। र त्यो यहाँसम्म कि कहिलेकाहीँ त रफु गरेको लुगा पनि लगाएर किसिमको व्यक्तित्व सरकारको थियो। तर त्यो भन्दैमा सबै ठाउँमा त्यस्तो होइन। जहाँ देशको इज्जत राख्नुपर्ने औपचारिक राजकीय कार्यक्रममा एकदम पर्फेक्ट, नो कम्प्रोमाइज। साथसाथै सरकार पङ्क्चुअलिटीमा पनि पक्का र प्रोटोकल कन्सियस पनि भइबक्सन्थ्यो। सर, हाम्रो जेनेरेसनले चाहिँ राजा वीरेन्द्रलाई किताबमा मात्रै पढ्यौँ। हजुरले उहाँसँग व्यक्तिगत हिसाबमा काम गर्नुभयो। एज अ ह्युमन बिइङ, व्यक्तिको हिसाबमा नातामा चाहिँ उहाँ कस्तो खाले मान्छे हुनुहुन्थ्यो होला? धेरैलाई त्यो किसिमको अनुभूतिहरू हुन्थ्यो। राजा भनेपछि अलिक कठोर होला भन्ने यस्तो किसिमको सोचहरू बनाएको देखिन्थ्यो। जस्तो बाहिर आन्दोलन चलिराख्दाखेरि पनि अब दरबारमा राजा शोकशैलमा बस्या होला भनेर भन्ने किसिमका विभिन्न विरोधाभास कुराहरू आएको सुनिन्थ्यो। तर दरबारमा बस्ने राजालाई पनि देश र जनता बाहेक अरू केही सुखै थियो जस्तो देखिँदैन थियो। र अनि उहाँमा यस्तो किसिमको एउटा त्यो पर्सनालिटी उहाँको यस्तो थियो कि जो कोही व्यक्तिलाई पनि पहिलो भेटमै उहाँलाई देख्ने बित्तिकै र उहाँको सुरुको अवस्थाको मुस्कानले नै एउटा किसिमको प्रभाव पारिहाल्थ्यो। एउटा उदाहरणको लागि म तपाईँलाई के भन्छु भन्नु भने त्यो आन्दोलनकै क्रमपछि चाहिँ कामरेड मदन भण्डारी राजाको दर्शन भेटको लागि दरबार आउनु भएको थियो। मङ्गल सदन भन्ने बैठकमा सरकारले दर्शन दिँदा सुरुमा आउँदाखेरि मदन भण्डारी गम्भीर मुद्रामा शिर ठाडो बनाएर आउनुभएको हामीले देख्यौँ। तर जब त्यो दर्शन भेटको कार्यक्रम सकेर फर्कँदाखेरि उहाँको अनुहार र व्यक्तित्वमै परिवर्तन आएको देख्यौँ। उहाँले एउटा शिष्टतापूर्वक अभिवादन गरेरै मङ्गल सदनबाट जानुभएको देख्यौँ। त्यसले गर्दाखेरि राजामा यो एउटा क्षमता थियो कि उहाँको त्यो मुस्कान र कोही पनि व्यक्तिलाई जुन फेस गर्ने तरिकाले नै मान्छेलाई प्रभाव पारिहाल्थ्यो। त्यो एक मुस्कानले नै व्यक्ति प्रभावित पार्न सक्ने खुबी उहाँको थियो। जो कोही पनि दरबारमा आउँदा उहाँलाई भेटेर जाँदाखेरि प्रभावित नभएको सायदै होला। मैले थाहा पाए अनुसार मैले त्यस्तो अलि नेगेटिभ टाइपको कहिले पनि पाइनँ। हजुर, साँच्चीकै एउटा राजाको स्माइल त्यस्तो पावरफुल थियो है। मुस्कानमा नै हो पनि, हामीले फोटो नै देख्दाखेरि होइन, पहिला राजाको राजा वीरेन्द्रको मुस्कानमा नै एउटा विश्वास देखिन्थ्यो, आत्मविश्वास झल्किन्थ्यो।
अनि सकारात्मक भावनाको साथमा सच्चाइ झल्किने किसिमको चाहिँ उहाँको पर्सनालिटीले गर्दाखेरि जो कोही पनि उहाँलाई भेटेपछि प्रभावित हुने गर्दथे। सर, राजाको रूपमा उहाँको महत्त्वपूर्ण योगदान के रहेको थियो? राजा वीरेन्द्रले 30 वर्ष शासन गरिबक्स्यो। 2028 साल पौष महिनाको 17 गते बुबा महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवको स्वर्ग आरोहण भएपछि उहाँ गद्दीमा बसेपछि 30 वर्षको उहाँको शासनकालमा धेरै महत्त्वपूर्ण कामहरू देशको लागि गरिबक्सेको छ। पहिलो कुरा त म उहाँ जनभावना बुझ्ने राजाकै एउटा समूहले परिवर्तनको आश राखेर गरेको आन्दोलन उहाँले प्रत्यक्ष अवलोकन गर्ने बित्तिकै त्यो भावनाको कदर गरेर 2036 सालमा जनमत सङ्ग्रह गराइबक्स्यो। त्यो जनमतको कदरै गर्ने किसिमको क्रियाकलाप र 47 सालको आन्दोलन पनि त्यति धेरै ठुलो भइसकेको थिएन। आन्दोलन बढ्दै थियो। उहाँले दरबारबाटै आन्दोलनको जुन प्रकृतिलाई बुझेपछि तुरन्तै आन्दोलनकारी नेताहरूलाई भेटेर पहिलो नेगोसिएसन पछि नै देशमा बहुदलीय प्रजातन्त्रको स्थापना गरिदिइबक्स्यो। त्योभन्दा ठुलो एक्जाम्पल हामीले जनभावनाको कदर गरेको खोजिरहनुपर्छ जस्तो मलाई लाग्दैन। अर्को कुरा चाहिँ राजा वीरेन्द्र शान्तिप्रिय राजा, उहाँले आफ्नो शुभ राज्याभिषेककै दिनमा चाहिँ नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव राखिबक्स्यो, जुन प्रस्तावलाई चाहिँ 100 भन्दा बढी देशहरूले 100 भन्दा बढी देशहरूले समर्थन पनि गरेको थियो। देशलाई शान्ति बनाउने शान्तिप्रिय राजाको त्यो प्रयास हुन त पछि गएर व्यवस्था परिवर्तन भएपछि त्यसले निरन्तरता पाउन सकेन, तर त्यो पनि उहाँको एउटा उदाहरणीय कार्य हो जस्तो मलाई लाग्छ। अब विकेन्द्रीकरण गरेर देशको विकास गर्ने सन्दर्भमा 75वटा जिल्ला थिए। त्यो 75 जिल्लालाई उहाँले चाहिँ पहिला सुरुमा 4 विकास क्षेत्रमा बाँडी बक्सेर विकासमा केन्द्रित किसिमको चाहिँ एउटा डिभिजन गरिबक्स्यो र त्यसपछि पनि अझ सुदूरपश्चिम र मध्यपश्चिमलाई चाहिँ अलि विकासको खाँचो छ भनेपछि त्यसलाई पनि टुक्राएर 5 विकास क्षेत्र बनेर 5 विकास क्षेत्रको कन्सेप्ट अगाडि सारिबक्स्यो र प्रत्येक विकास क्षेत्रमा चाहिँ उहाँ प्रत्येक वर्ष पालो पालो गरेर आफै गएर जिल्ला जिल्ला स्थानमा गएर चाहिँ विकासको अवलोकन गर्ने किसिमको उहाँको जुन सोच थियो त्यसलाई हामीले कदर गर्नुपर्छ। तर त्यो समय परिस्थितिले गर्दाखेरि त्यसले कति फड्को मार्यो त्यो त एउटा अध्ययन गर्नुपर्ने विषय हो। तर पनि राजाको तर्फबाट गरेको यो दूरदर्शी कामको रूपमा चाहिँ हामीले त्यसलाई लिन्छौँ। अब अर्को कुरा चाहिँ के भन्नु होला भनेदेखि उहाँले प्रकृति संरक्षणको चाहिँ ठुलो काम नयाँ एक्ट लिएर आएर जुन यो राष्ट्रिय निकुञ्जहरूको चाहिँ अवधारणा नलिएको भयो अहिलेसम्म हाम्रो प्राकृतिक सम्पदाहरू पूर्ण रूपमा नष्ट भइसकेर हामी वातावरणीय समस्यामा डुबिसक्थ्यौँ। त्यो चाहिँ के भने त्यो अवधारणा ल्याएर प्रकृति संरक्षणको जुन अवधारणा ल्याएर सेनालाई नै यो आरक्षहरू वन्यजन्तु तथा निकुञ्जहरूको सुरक्षा दिएको हुनाले आज ती आरक्षहरू सुरक्षित छन्। साथसाथै महेन्द्र प्रकृति संरक्षण ट्रस्टको स्थापना गरिदिएर त्यो मार्फत निजी क्षेत्रबाट पनि त्यसलाई सपोर्ट गर्ने किसिमको इन्भाइरोमेन्ट क्रिएट गरिदिने काममा उहाँको ठुलो उ रह्यो। र अर्को कुरा चाहिँ नेपाल विपदको हिसाबले धेरै रिस्की कन्ट्री भएको हुनाले पनि होला र यो एसियामा कुनै पनि देशमा विपद सम्बन्धी ऐन नभएको बेलामा 2039 सालमा नै नेपालमा विपद सम्बन्धी यो नेचुरल क्यालामिटी एक्टको व्यवस्था गर्न लगाइदिएको र विपदसँग फोकस भएर चाहिँ काम गर्ने परिपाटीको सुरुवात गराइदिएको र यसको साथसाथै बङ्गलादेशको राष्ट्रपति जियाउर रहमानसँग मिलेर सार्क शिखर यो को चाहिँ यो रिजनल अर्गनाइजेसनको स्थापना गर्नु, असंलग्नतामा उहाँको महेन्द्र सरकारको पालामा संसारभरि तटस्थ रहेर शीतकालीन युद्धको बेलामा जुन यो अन्तर्राष्ट्रिय चपेटामा नपर्न जुन क्रियाकलाप सुरु भएको थियो त्यसमा उहाँले पनि जोडतोडका साथै राखेर अन्तर्राष्ट्रिय शान्तिमा नेपाललाई तटस्थ राखेर चाहिँ गर्नेमा पनि सरकारको ठुलो योगदान हो। यस कारणले गर्दाखेरि यस्ता महत्त्वपूर्ण क्रियाकलापहरू सरकारको टाइममा भएको छ र जसले गर्दा चाहिँ उहाँ एउटा विकास चाहने र अलिक भिजनरी लिडरको रूपमा हामीले अब उहाँलाई सम्झन सक्छौँ। होइन, वास्तवमा हामीले पनि जति पढ्यौँ जति बुझ्यौँ
उहाँ एउटा एकदम भिजनरी लिडर हुनुहुन्छ भन्ने कुरा चाहिँ विदाउट एनी डाउट यो कुरा पढेको थियो। उहाँले जुन 2057 सालसम्ममा नेपाललाई एसियाली मापदण्डसम्म पुर्याउने सोच राख्नु भएको थियो। त्यो नै पनि इन एडिसन टु अल द इक्जाम्पल्स द्याट हजुरले दिनुभएको छ होइन, यसमा देख्दाखेरि चाहिँ राजा वीरेन्द्र साँच्चैकै वास्तवमा नै फ्युचर ओरिएन्टेड भिजन लिएर हिँड्न चाहनुहुने राजा जस्तो महसुस भएको छ हामीलाई। यसको लागि एउटा कुरा म के थप्न चाहन्छु भने निशा, नेपालको इतिहासमा सबैभन्दा शिक्षित र चाहिँ एक्सपोजर पाएको हजुर राष्ट्र प्रमुख भने पनि सरकार प्रमुख भने पनि राजा वीरेन्द्र भइबक्सन थियो। अब हेरेर लिएर आउने हो भने त्योभन्दा अगाडिको त आफ्नै घरमा गुरुकुलमा पढ्ने जस्तो अवस्था थियो। उहाँले चाहिँ सुरुमा सेन्ट जोसेफ स्कुल दार्जिलिङबाट आफ्नो पढाइ सुरु गरेर अनि बेलायतको इटन कलेजमा गएर चाहिँ हायर सेकेन्डरी स्कुलको अध्यापन सुरु गरेपछि उहाँले त्यो समाप्त गरेपछि अनि यो अलिकति राजनीति शास्त्र सम्बन्धी अध्ययनको लागि हार्वर्ड युनिभर्सिटी बोस्टनमा गएर पनि अध्ययन गर्ने अवसर पाइएको छ। त्यो भयो एउटा डेमोक्रेसीको चाहिँ आधुनिक पश्चिमी ज्ञानको कुरा। त्यसलाई अझ पुरा गर्नको लागि एसियाली संस्कृति, पूर्वीय संस्कृतिको डेमोक्रेसी भएको जापानमा समेत गएर टोकियो युनिभर्सिटीमा समेत गएर अध्ययन गरे बक्सेर अनि स्वदेश फर्किएपछि फेरि उहाँले चाहिँ अब पहिले त मैले मेरो देश चिन्नुपर्छ भनेर एउटा सामान्य सिपाही जस्तो बनेर उहाँले देश दर्शनमा चाहिँ गइबक्सेको थियो। र यो सबैले गर्दाखेरि उहाँ के भने ज्ञानको भण्डार लिनेदेखि र आफ्नो देश चिन्नेसम्मको काम परिपक्व भइसकेपछि अनि नेपालको राजगद्दीमा बसेको हुनाले उहाँमा त्यो किसिमको सोच, डेमोक्रेटिक संस्कार पनि उहाँमा थियो। र एक किसिमले भन्दाखेरि चाहिँ उहाँलाई अलिकति लिबरल किङकै रूपमा भन्छु, किनभनेदेखि उहाँ त्यति साह्रो कठोर बोल्ड निर्णय नलिकन सबैको राय बुझेर सबैसँग सल्लाह गरेर सकेसम्म चाहिँ अब त्यो बेला एब्सोल्युट मोनार्कीमा हुँदाखेरि पनि उहाँले गरेका क्रियाकलापहरू उहाँलाई संविधानभन्दा माथि राखिन्थ्यो, तर पनि उहाँले 2019 सालको संविधानको दायराभित्रै बसेर निर्णयहरू गरिबक्सन्थ्यो। विभिन्न व्यक्तिहरूले व्यक्तिगत समस्या राखेर बिन्ती पत्रहरू हाल्थे, तर राजाबाट त्यो एकपक्षीय किसिमको निर्णय हुँदैन थियो, कानुन बमोजिम न्याय दिने खालको निर्णय गरिबक्सिन्थ्यो। त्यो चाहिँ सम्बन्धित निकायले नै कानुन दिएर कसैलाई अन्याय नपरोस् भन्नेमा केन्द्रित भएको देखियो। र अनि पछि संवैधानिक राजा भएपछि पनि कतिपय उहाँले लालमोहर लगाउने भनेर चाहिँ आएका प्रस्तावहरू उहाँलाई यदि चित्त नबुझ्ने र उहाँको दृष्टिकोणबाट देशको लागि यो ठिक छैन भन्ने जस्तो लाग्यो भने पनि आफैले निर्णय गर्नुभन्दा पनि सर्वोच्च अदालतमा पठाएर त्यहाँको राय बुझेर मात्रै उहाँले त्यो प्रस्तावहरूलाई निर्णय गर्ने या त फिर्ता पठाउने किसिमको क्रियाकलाप। त्यो हिसाबले गर्दा राजा वीरेन्द्र एकदमै लिबरल किङ र अलिकति यो डेमोक्रेटिक संस्कार बुझेको र चाहिँ जनभावना बुझ्ने राजाको रूपमा हामी लिन सक्छौँ। तपाईँलाई याद भएको कुनै एउटा एक्सपिरियन्स राजासँगको हजुरले हामीसँग केही सेयर गर्न सक्नुहुन्छ? वास्तवमा मैले अब त्यस्ता त धेरै छन्, त्यस्ता म अहिले त सबै कुरा त यहाँ भन्ने असम्भव। मेरो पहिलो पटक चाहिँ राजा वीरेन्द्रलाई नजिकबाट काम गर्ने हिसाबले मैले अवसर पाएको चाहिँ 2043 सालको हिउँदको महिनामा सुदूरपश्चिम विकास क्षेत्रको दिपायलमा हो। त्यो विकास क्षेत्रहरूमा प्रत्येक वर्ष राजा एकपछि अर्को गर्दै जाने क्रममा 43 सालमा सुदूरपश्चिमको पालो थियो। त्यो बेलामा सरकार त्यहाँ आएर सवारी क्याम्पमा बसिबक्सेपछि त्यो दिनचर्या हेर्दाखेरि चाहिँ के भने सबै जिल्लाहरूमा चाहिँ प्रत्यक्ष अवलोकन गर्न सवारी हुने अनि अफिसको टाइम पनि बेलुका अबेरसम्म चाहिँ चल्ने, विभिन्न महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट गर्ने र राजाको एउटा व्यस्त लाइफ चाहिँ प्रत्यक्ष नजिकबाट अवलोकन गर्ने अवसर पाएँ। र त्यसै सन्दर्भमा पनि अब फेरि खेलको टाइममा हामी भलिबलहरू पनि सरकारसँगै खेल्थ्यौँ। सरकारको त्यो किसिमको उमा चाहिँ रमाइलोसँग त्यो खेललाई चाहिँ स्फूर्तिको रूपमा खेल्ने वातावरण हुन्थ्यो। त्योबाट चाहिँ अगाडि बढेको सम्बन्ध भनौँ। अब साई पार्श्ववर्ती हुँदाखेरिको चाहिँ एउटा अहिले सेयर गर्न चाहिँ के चाहेँ भने
2048 सालको हजुर विवाह पञ्चमीमा अहँ, यो जानकी मन्दिर जनकपुर धाममा चाहिँ सरकारहरू सवारी परिवेक्षण कार्यक्रममा म पनि सवारी साथ गएको थिएँ। जनकपुरको कार्यक्रम सकिएर फर्किने बेलामा अनि सिन्धुलीगढी मा चाहिँ हेलिकप्टर अनबोर्ड गरेर अनि त्यहाँ चाहिँ सरकारहरू हल्का लन्च लिएर काठमाडौँ फर्किबोक्सिने गरेर प्रोग्राम मिलाएको थियो। त्यो बेलामा यो बिपी मार्ग बनेको पनि थिएन, पक्की सडक थिएनन्। त्यो त डाँडा टुप्पामा जस्तो देखिने, हिँडेर घन्टौँ जानुपर्ने जस्तो ठाउँ थियो। अनि हामी त्यहाँ ल्यान्ड गर्दाखेरि ल्यान्ड गरेर सरकारहरू ओर्ली बसेपछि अनि त्यहाँ यसो बस्ने ठाउँ जस्तो हामी बनाउँदै थियौँ। एउटा वृद्ध महिला चाहिँ त्यो हँसिया बोकेर घाँस काटेर आए जस्तो किसिमले त्यहाँ टुप्लुक्क सरकारहरू बसेको ठाउँमा आइपुग्नु। अनि हामीले गएर रोक्न जानुभन्दा अगाडि नै सरकारले गएर उनीसँग गफ गर्न थालिबक्स्यो। तर गएर रोक्न जाँदा हातको इसाराले पर्दैन भन्ने सरकारले भनिबक्सेर अनि सरकारहरू गफ गरिबक्स्यो। अब के गफ भयो त्यो त हामीले सुनेनौँ, किनकि हामी परै बस्यौँ त्यो बेलामा। अनि पछि ती महिलासँगको सरकारको गफ सकिएपछि वृद्ध थिइन्, अनि उनी यता आइन्। यता आएपछि अनि म र साई चिकित्सक डाक्टर खगेन्द्र बहादुर श्रेष्ठ उनीसँग गफ गर्दै थियौँ। अनि के कुरा भयो त तपाईँको भने त उनले त राजा रानी चिनेकै रहेछ त्यो गफ गरेर आउँदाखेरि पनि। खोइ काठमाडौँतिरको मान्छे भन्छ जनकपुरतिर गएर आएका अरे भनेर चाहिँ उनले भनिन्। उनले त्यति भनेपछि डाक्टर साहबले चाहिँ ल तपाईँले त चिन्नु भएछ, उहाँ त महाराधिराज एउटा महारानी र अनि सरकारहरूको छोरी अधिराज कुमारी हो भनेपछि त तिनी त त्यो हँसिया फालेर कुदेर गएर सरकारहरूको पाउ भन्न पुगिन्। मैले चिन्न सकिनँ भनेर रुन पो थालेको थिएँ। अब त्यहाँ त एकछिन गएर हामीले छुट्याउन पनि हो। उनी हर्षले त्यसपछि अनि त्यो बेलामा त्यहाँ उहाँ पूजाको भेटीसेटी चढाउनको लागि त्यो अलिकति खर्च बाहिर बोकेका थिएँ। अनि सरकारले मतिर हेरेर त्यो खानाको प्याक पनि एउटा उसले देऊ र गिभर 1000 भनेर मलाई। अनि हुन्छ भने मैले सरकारले नै देखि बक्सनी गरेर 1000 को नोट उनलाई दिएँ र अनि एउटा प्याक लन्च अनि उनलाई दिएपछि उनी यता आइन्। यता आइसकेपछि खुसी भएर अनि दर्शन गरेर यता आइन्। यता आएपछि अनि म आएपछि त तिनले त अनि त्यत्रो सरकारले दिए भन्दाखेरि पनि एउटा गैँडा दिन सक्नु भएन, के एउटा नोट त्यसै दिएको तिमीले त 1000 को नोट चिनेकै रहेछ। अनि मैले यो कुरा गरेर सरकारलाई फेरि मैले जाहेर गरेर सरकार अब उहाँले त 1000 को नोटै चिन्नु रहेछ, यस्तो हो भन्नुभयो। भनेपछि तिमी 600 को नोटहरू छैन भनौँ 600 भने मैले ल देऊ न त भनेपछि अनि मैले सरकारहरूले त्यहाँदेखि बक्सनी गरेर नै मलाई पोल्टा थाप्न लगाएँ। मैले लगाएर अनि एउटा दुईवटा म थप्दै जान्छु, उनको आँखा एकदमै 10वटा पाएपछि त तिनी त त्यसलाई हतारपत्र पोल्टा गरेर चाहिँ त्यो पटुकाभित्र हालेर त्यो प्याकेट बोकेर कुदिहालिन्छ। अनि त्यो को रहेछ त भनेर भन्दा अनि बल्ल बल्ल त्यतिखेर चाहिँ प्रहरी चौकीबाट प्रहरी पनि त्यहाँ आइपुग्यो। अनि प्रहरीसँग सोधपुछ गर्दा पो थाहा भयो तिनी त त्यो सुन्तलीमयी भनिरहेछन्। जुन एउटा तपाईँले लोकगीत सुन्नु भएको छ कि छैन, कृष्ण विक्रम थापा भन्नेले गाउनु भएको एउटा गीत छ, सिन्धुलीगढी घुमेर हेर्दा, त्यो गीतको मेन पात्र नै उहाँ हुनुहुँदो रहेछ, सुन्तलीमयी नै। अनि त्यो चाहिँ अनि एउटा मैले रोचक हिसाबले प्रस्तुत गरेँ। अनि अब त्यस्ता त धेरै छन्, तर अहिलेलाई मैले यही सान्दर्भिक छाने। सर, शाही पार्श्ववर्ती भनेको के हो र राजासँगको हजुरको सम्बन्ध र सामिप्यता कस्तो हुने गर्दथ्यो? शाही पार्श्ववर्ती भनेको चाहिँ व्यक्तिगत सहायक अधिकृत हो। हामी चाहिँ राजाको निकटतममा बसेर हामी काम गर्थ्यौँ र हाम्रो एउटा टिम हुन्थ्यो। हाम्रो टिममा चाहिँ वरिष्ठ शाही पार्श्ववर्तीहरू पनि हुन्थे र हामीले चाहिँ खास गरी राजाको दैनिक दिनचर्याहरू, भेटघाट, कार्यक्रमहरूमा र कतै कुनै स्थानमा जाँदा, दरबारभित्र होस्, बाहिर होस् या विदेश जाँदा पनि छाया जस्तै बनेर राजासँग हिँड्नुपर्ने हुन्थ्यो। तर एउटै अवस्था कुन भने उहाँहरूको नितान्त पारिवारिक भेटघाट यस्तोमा चाहिँ हामी सकेसम्म प्राइभेसीको लागि नबस्ने किसिमको सिस्टम थियो पनि अरू सम्पूर्ण बेलामा शाही पार्श्ववर्तीसँगै हुन्थ्यो र उहाँहरूलाई सहयोगी बनेर सम्पूर्ण कार्यक्रमलाई सफल बनाउनलाई चाहिँ हाम्रो ठुलो रोल हुन्थ्यो।
राजाहरूको शाही पार्श्ववर्तीहरूलाई हेर्ने दृष्टिकोण फरक हुन्थ्यो किनकि विश्वास दिन पनि पर्ने विश्वास लिन पनि पर्ने त्यसले गर्दाखेरि कहिले पनि उहाँहरूसँग काम गर्दा असहज फिलिङ पनि अब मेरो एउटा अलिकति हाइलाइट गर्नुपर्ने कुरा के छ भनेदेखि मेरो आवधिक शाही पार्श्ववर्तीको कार्यकाल समाप्त भएर म नेपाली सेनाको जङ्गी अड्डामा फर्कन पर्ने बेलामा त्यहाँभित्र चाहिँ गाई गुई हल्ला के आयो भने म चाहिँ उता नगइकन सधैँ स्थायी रूपमा नै सरकारहरूको शाही पार्श्ववर्ती हुँदैछु भन्ने खालको हल्ला आयो र अनि त्यसै क्रममा चाहिँ मेरो चाहिँ व्यक्तिगत फाइल आर्मी हेडक्वार्टरबाट मगाएर सरकारबाट चाहिँ नजर हुँदाखेरि चाहिँ अब मेरो प्रोफाइल हेरेर उहाँले आफ्नो माइन्ड नै परिवर्तन गरिबक्सेको भन्ने कुरा त्यही हामीले थाहा पायौँ फेरि उहाँले चाहिँ मेरो प्रोफाइल हेरेपछि इफ आई किप हिम आर्मी विल लुज अ भेरी गुड अफिसर भनेर चाहिँ भएर म त रथेन्द्रलाई जङ्गी अड्डा नै पठाउँछु भनेर उहाँले निर्णय गरिबक्सेछ अब हुन त म एकजना नभएर नेपाली सेनालाई के फरक पर्ने थिएन पर्दा पनि पर्दैन तर उहाँको सेनाप्रतिको एउटा राम्रो सोचाइ सेनामा राम्रो अफिसर चाहिन्छ भन्ने किसिमको सोचाइमा नै आधारित भएर त्यो निर्णय गरिबक्सेको जस्तो मलाई लाग्छ र त्यसै अनुरूप मलाई कार्यकाल समाप्त गरेर जङ्गी अड्डा आउने बेलामा एउटा कदर पत्र दरबारबाट दिने चलन थियो त्यसमा सरकारले अति सन्तोषजनक रूपमा सेवा गरेको भन्ने रिमार्क दिइबक्सेको रहेछ त्यो नै मेरो लागि एउटा रिवार्डको रूपमा रह्यो र त्यो किसिमको सम्बन्धको साथमा मेरो कार्यकाल मैले पुरा गरेको थिएँ त्यसैको निरन्तरता भनौँ पछि 2056 सालको अन्ततिर मैले दाङ घोराई ब्यारेक कमान्ड गर्दाखेरि आफैले हेलिकप्टर उडाएर तत्कालीन अधिराज कुमार ज्ञानेन्द्र र अधिराज कुमार हिराजन सरकारहरू सवारी साथ सरप्राइज भिजिट गरिबक्सेको थियो र सो अवसरमा मैले स्थानीय वस्तुस्थितिको जाहेर गर्ने अवसर पाएको थिएँ। सर अब समग्रमा कुरा गर्नुपर्दा हजुरको एडिसी हुन्जेलको यो पुरै कार्यकालमा हजुरको कस्तो कुराहरूको उपलब्धि भयो हजुरले के भनिदिन सक्नुहुन्छ? निशा खास गरी मेरो शाही पार्श्ववर्ती कार्यकालको सन्दर्भमा कुरा गर्दाखेरि जुन बेलामा म सर्वप्रथम सरुवा भएर चाहिँ दरबार गएँ त्यो बेलामा सक्रिय राजतन्त्र थियो राजा वीरेन्द्र सक्रिय महाराजाधिराजको रूपमा देशको शासन चलाइराखिबक्सेको अवस्था थियो म त्यहाँ गएपछि नै पहिलो जनआन्दोलनको प्रक्रिया सुरु भयो त्यसपछि सरकारबाट चाहिँ बहुदलीय प्रजातन्त्रको घोषणा गरिबक्सेर अन्तरिम सरकार बनाइबक्स्यो अन्तरिम सरकार बनाइबक्सेपछि 2047 सालको संविधान सरकारले चाहिँ नारायण रेड्डी राजदरबारको गोर्खा बैठकको राजगद्दीमा बसेर देशवासीको नाममा घोषणा गरिबक्सदा एक किसिमले भन्दा आई विटनेस पनि मौका पनि मैले पाएँ र त्यसपछि महाराजधिराज चाहिँ पूर्ण रूपमा संवैधानिक राजाको हैसियतबाट आफ्नो भूमिका निर्वाह गरिबक्सेको पनि मैले हेरेँ उहाँले आफ्नो धर्म त्यही तरिकाले चाहिँ निर्वाह गरिबक्सेको कुरामा म दृढ छु र अनि त्यसपछि चाहिँ फेरि नियमित रूपमा शाही नेपाली जङ्गी अड्डा त्यो बेलाको हिसाबले त्यहाँ सरुवा भएर मैले आफ्नो करियर बनाएँ र सरकारको करिब अन्तिम समयतिर चाहिँ सरकारकै सुरक्षा हेर्ने निकाय राजदरबार सैनिक प्रहरी भन्थ्यो त्यसमा चाहिँ म डेपुटी चिफ सेक्रेटरी अफिसरको रूपमा फेरि पनि सरकारको सेवा गर्न मौका मैले पाएँ भने यो हिसाबले चाहिँ समग्रमा मैले यो देशको राजनीतिक ट्रान्सफर्मेसनको बाहिर भएका विभिन्न किसिमका चर्चा परिचर्चा एउटा सुनिन्थ्यो भने दरबारभित्र बसेर निकटतममा बसेर के कस्तो भइरहेछ कसरी ट्रान्सफर्म भयो त्यसमा राजाको भूमिका कस्तो रह्यो भन्ने कुरा चाहिँ प्रत्यक्ष अवलोकन गर्ने मौका पाएँ त्यो देशको इतिहासको एउटा महत्त्वपूर्ण समय पनि हो त्यो नै मैले एउटा उपलब्धिको रूपमा मैले लिएको छु। सर अब अन्त्यमा आजको युवा पुस्तालाई राजा वीरेन्द्रको बारेमा हजुरले के मेसेज के सन्देश दिन चाहनुहुन्छ? आज राजा वीरेन्द्र इतिहासको पानामा मात्र सीमित रहेनन् साँच्चीकैको एउटा प्रेरणाको स्रोत बनेका छन्। शक्ति हुँदैमा शक्तिको उन्माद गर्नुपर्छ भन्ने मात्र होइन विनम्र पनि बन्न सकिन्छ अनि राजा भए पनि जनताको सेवक
हुन सकिन्छ। यो पाठ राजा वीरेन्द्रबाट लिएको छ, जुन स्वर्गीय राजालाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक साई पार्श्ववर्तीको रूपमा होइन, एक नेपालीको रूपमा जसले स्वर्गीय राजाको छायामा बसेर जीवनको सबैभन्दा ठुलो पाठ सिक्न सफल भए। अन्तमा अकल्पनीय रूपमा दुःखद हृदय विदारक घटनाको कारण स्वर्गीय भएका राजा वीरेन्द्र र अन्य राज परिवारका सदस्यहरूको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।